हेर्नुस् अहिले हाम्रो नेपाली कांग्रेस पार्टी जुन छ यसले 13औं महाधिवेशन सकेर 14औं महाधिवेशनमा प्रवेश गरिसक्यो। अब 14औं महाधिवेशनमा हाम्रो नियमावली सर्कुलरहरू केन्द्रबाट जारी भएको छ कि जुन पहिले हाम्रो यो सप्तरी जिल्लामा 6 वटा क्षेत्र थियो, संहितामा पार्टी थिएन। अहिले चाहिँ पार्टी देश संहितामा गइसक्यो। संहितामा जाँदाखेरि एउटा के छ भने सर्कुलर केन्द्रबाट नियमावली विधानहरू सबै जारी भएर कि अहिले जुन 4 वटा क्षेत्र भएछ र संहिता 8 वटा प्रदेश भएको छ, त्यसमा के छ भने त्यो सबै मिलाएर एउटा समायोजन गर्ने अनि समायोजनको जुन प्रक्रियाहरू छ त्यो मापदण्ड जुन छ केन्द्रीय कार्य समितिबाट जुन निर्णय गरेर जुन एउटा मापदण्ड जिल्लाहरूमा पठाएको छ, त्यसमा के गरेछ भने हाम्रो पार्टी सभापतिले एकलौटी ढंगले पार्टीलाई सञ्चालन गर्न खोज्दैछ। कसरी सञ्चालन गर्न खोज्दैछ भने हाम्रो पार्टीले चाहिँ वरिष्ठताको आधारमा जुन 13औं महाधिवेशनमा गाउँ स्तरमा जो व्यक्ति सभापति भइसकेको छ त्यसैलाई हामी निरन्तरता दिने। अर्को कुरो के छ भने जुन व्यक्ति चाहिँ अब 6 वटा प्रदेशबाट 2टा प्रदेश 4 वटा प्रदेशमा जब आयो तो कम से कम के छ भने जुन एउटा सिनियर छ, अब त 4 वटा प्रदेशको मात्र मान लीजिए त्यो संहिताको संघीय क्षेत्रको चाहिँ सभापति हुन्छ, त्यसमा जो वरिष्ठ छ त्यसलाई हामी बनाउने। त्यसमा पनि हाम्रो 1 नम्बर क्षेत्रमा पहिले जिल्ला कार्य समितिमा विवाद भएको थियो। विवाद भएर वरिष्ठताको आधारमा बद्री महात्मानजी थियो र हाम्रो ललन प्रसाद गुप्ताजी पनि क्षेत्रीय सभापति थियो, तर वरिष्ठताको आधारमा बद्री नारायण महात्मानजी हुनुपर्ने। तर त्यसमा के यो विवाद भयो, अल्पमत र बहुमत चाहिँ गरियो हाम्रो जिल्ला सभापतिले। त्यसमा चाहिँ बहुमतले उले पारित गरेर केन्द्रमा ललनजीलाई सभापति बनाउनु पर्छ, तर अल्पमतमा हामीहरू जिल्लाको सचिव, कोषाध्यक्ष, क्षेत्रीय सभापति, जिल्ला सदस्य सबै जुन हामी 8-10 जना 12 जना जति हामी थिए हाम्रो पक्षमा सबै चाहिँ हामी के गरे के चाहिँ पठाएको छु भने भन्न खोज्नु भयो कि जिल्ला सभापति छुट्टै पार्टी चलाउँदैछ र तपाईहरु सचिव कोषाध्यक्षहरु यता मिलेर छुट्टै पार्टीले चलाउँदै हुनुहुन्छ। हैन, त्यो छुट्टेको कुरो छैन पत्रकार महोदय। कुरो के छ भने जिल्ला सभापतिलाई पनि विधान लागू हुन्छ र सचिवलाई पनि विधान लागू हुन्छ र विधान लागू हुन्छ भने दुई किसिमको डिसिजन किन गर्नुभयो यहाँ? दुई किसिमको यो हाम्रो के छ भने जुन एकलौटी ढंगले जुन पार्टी सञ्चालन गर्न खोज्दैछ हाम्रो सभापतिले विधानलाई कुनै महत्त्व दिइराखेको छैन। जङ्गबहादुरको पारा जस्तो जङ्गबहादुरले के भन्दै थियो भने विधान भन्दा पनि म माथि छु, त्यस्तै हाम्रो जिल्ला सभापतिले विधान भन्दा माथि उठेर जुन क्रियाकलापहरू गर्दैछ त्यसको विरोधमा चाहिँ हामी चाहिँ लागेको छौं कि विधानको दायरामा जिल्ला सभापतिले पनि बस्नु पर्यो, केन्द्रीय सभापतिले पनि बस्नु पर्यो, केन्द्रीय चाहिँ महामन्त्रीले पनि बस्नु पर्यो, जिल्ला सचिवले पनि बस्नु पर्यो र जिल्लाको सम्पूर्ण साथीभाइ हरेक व्यक्तिले चाहिँ विधानको हिसाबले चाहिँ पार्टीलाई सञ्चालन गर्नु पर्यो। तपाईले कुरा गर्नुभयो विधान यदि कसैले मानेन भने तपाईहरुको त आफ्नै अनुशासन समिति पनि छ नि त? हैन, अनुशासन समिति छ, तर के छ भने अनुशासन समिति जुन बनाएको छ त्यो अनुशासन समितिहरू अब अहिलेको बेलामा चाहिँ अधिवेशनमा हाम्रो पार्टी चाहिँ आइसक्यो। तपाईहरुलाई थाहा होला कि फाल्गुनमा हाम्रो केन्द्रीय कार्य समितिले निर्णय गरेको छ कि अधिवेशन अब चाहिँ गर्नु पर्यो। सबै सर्कुलरहरू जारी गरिसक्यो। जब सर्कुलर जारी गरिसकेपछि यो अनुशासन समितिमा 3 जनाको मात्र कारबाही गर्यो र कारबाही गरेपछि अब जे जस्तो आफै ठाउँमा गल्ती रियलाइज गरेर अनि पार्टीलाई एक ढिका गरेर अगाडि बढाउनुस्। अब कसैमाथि कुनै कारबाही हुँदैन, सबैले विधान यहाँनिर रोके। तपाईहरु चाहिँ सबै ठाउँमा भन्ने हामी देशको सबभन्दा ठुलो पार्टी, सबभन्दा पुरानो पार्टी, देशमा सम्पूर्ण परिवर्तन गरेको हाम्रै पार्टी भनेर नारा लगाउने, तर तपाईहरुको आफ्नै पार्टी भित्र गुट फुट र चाहिँ खेमाहरू देखिने यो के हो? यो तपाईले के छ कि हाम्रो आफ्नै हातमा 5 वटा उंगला छ, तर सबै बराबर छैन। कुनै सानो छ, कुनै ठुलो छ। त्यस्तै पार्टीमा पनि के छ भने विधानलाई मिच्ने काम जुन भइराखेको छ त्यसको विरोधमा छु हामी।
हामी चाहिँ पार्टी सभापति दिनेश कुमार यादवको विरोधमा छैन, उसको क्रियाकलापको विरोधमा छौँ हामी। कुन अपराध गर्यो दिनेश यादवले? उहाँले चाहिँ के अपराध गरियो जिल्ला सभापतिले भने उसले चाहिँ विधानैलाई चाहिँ टेकेर अगाडि बढाउँदैन, आफ्नै मनोमानी ढङ्गले एउटा आफ्नो गुट खडा गरेर आफ्नो चाहिँ आसेपासेको मान्छेलाई मात्र प्रोत्साहित गर्दैछ। तर हाम्रो भनाइ के छ भने जुन व्यक्ति पार्टीमा निष्ठावान छ, जुन व्यक्ति जुन पदको लायक छ, जुन व्यक्ति चाहिँ के छ विधानलाई टेकेर अगाडि बढ्छ, त्यस्तो व्यक्तिहरूलाई अगाडि बढाउनुहोस्। अब यो विवाद त देखियो, कसरी समाधान गर्नुहुन्छ यहाँहरू? यो विवादलाई के छ भने सम्पूर्ण हेर्नुहोस्, अहिलेको अधिवेशनबाट 13औं महाधिवेशनको निर्वाचित जिल्ला सभापति भने दिनेश कुमार यादव हो। त्यसमा कसै कुनै पनि व्यक्तिले शङ्का गर्ने ठाउँ छैन। तर अब जसको भागीदार पनि सभापतिले लिनुपर्छ। त अहिले पनि सभापतिले हाम्रो छिनमस्ता माँ भगवतीले, हाम्रो कङ्काल्नी माताले उहाँलाई सद्बुद्धि दियोस्, उहाँलाई के छ भने बुद्धि विवेक दियोस् कि अहिले पनि हामी पार्टीलाई एक ढिका गरेर हामीलाई चाहिँ अहिले कम्युनिस्टसँग जुझ्नु छ, अहिले हाम्रो मधेसी दलहरूसँग जुझ्नु छ र नेपाली कांग्रेसलाई बलियो बनाएर हरेक जात हरेक वर्गलाई समेटेर अगाडि बढाउनु छ। त्यो सद्बुद्धि आओस् र पार्टीमा सबैजना मिलेर सबैजनालाई एक ठाउँमा भेला गराएर बसाएर छलफल गराएर अगाडि बढाउँदाखेरि हाम्रो चाहिँ सबै विवादहरू समाप्त हुन्छ। रामकुमारजी, तपाईले चाहिँ सभापति दिनेश यादवलाई सद्बुद्धि आओस् भनेर भन्नुभएको छ, अनि तपाईहरुलाई त पनि सद्बुद्धि आउनु पर्छ नि त। अब हामीहरू के गर्ने? अहिले चाहिँ एउटा बैठक गरी जब हाम्रो पार्टीको विधानले दिएको छ कुनै पनि पदाधिकारीलाई यदि मान लीजिए चयन गर्नु छ भने पहिले चाहिँ के छ भने एउटा चिठी लेखेर एउटा सबै जिल्ला सचिव, निर्वाचित जिल्ला सचिव हुँ म, जिल्ला सचिव कोषाध्यक्ष हाम्रो पार्टीको जुन जिल्ला सदस्यहरूलाई सबैलाई जानकारी गराएर त्यो चाहिँ प्रस्ताव ल्याउनु पर्यो। त्यो प्रस्ताव ल्याएर सर्वसहमतिबाट जसलाई चयन गरोस्, मलाई कुनै आपत्ति छैन एकदम। तर के छ भने सिस्टमबाट गरोस्, त्यो सिस्टम सबैलाई के छ भने मान्य हुने गरी अपमान गरेर काम गर्दाखेरि यो विवादहरू आइराखेको छ। अहिले पनि उपसभापतिको चयनमा हामी एउटा जिल्लाको सचिव, निर्वाचित सचिव हामीलाई जानकारी छैन। हाम्रो चाहिँ उहाँको प्रतिस्पर्धीमा जुन उम्मेदवारी दिएको थियो रामदेव शाहजी, उहाँलाई पनि जानकारी दिएन, कसैले जानकारी दिएन। आफ्नो गुटलाई मात्र बसाएर एउटा निर्णय गरियो, त्यो चाहिँ आपत्तिजनक कुरो हो कि यसमा म आपत्ति जनाउँछु। रामकुमारजी, अहिले जुन कांग्रेस सप्तरीमा विवाद देखिएको छ, तपाईलाई लाग्दैन यो पछिल्लो कांग्रेसको महाधिवेशनमा जुन सप्तरीमा चुनाव भयो र दुई खेमाबाट जितेर आएका पक्ष बीच चाहिँ विवाद भइरहेछ? तर हैन, मलाई त्यस्तो चाहिँ किन, मैले अहिले पनि त भनेछु ठिक छ म एउटा पक्षको मान्छे हो, तर मेरो पनि छाप चाहिँ चार तारे झण्डा र रुख चिन्ह हो। र हाम्रो सभापतिको पनि त्यही छ, हाम्रो पनि एउटै विधान छ र सभापतिको पनि एउटै विधान छ। तर सभापतिले एउटा गुटको जुन सिर्जना गर्दैछ त्यसको मात्र हामी विरोध गर्दैछौँ, पार्टीको विरोध गरिराखेको छैन, सभापति पदको हामी विरोध गरिराखेको छैन, सभापतिको क्रियाकलापको हामी विरोध गरिराखेको छ। र यो क्रियाकलापहरू सबै सच्याएर सबैलाई एकै छाता मुनिमा राखेर एकै रुख मुनिमा राखेर यदि पार्टीलाई अगाडि बढाउँछ भने 2 मिनटमा यो विवाद समाप्त हुन्छ। फेरि हाम्रो पार्टी पनि बलियो हुन्छ र हामी चाहिँ आउने दिनमा चाहिँ कम्युनिस्टसँग पनि हामी प्रतिस्पर्धा गर्नुपर्छ। हाम्रो चाहिँ के छ भने मधेसी मोर्चाहरूसँग पनि हामी चाहिँ प्रतिस्पर्धा गरेर नेपाली कांग्रेसलाई हाम्रो प्रथम पार्टी बनाउने चाहिँ पहिले 70 जिल्लाको चाहिँ जिल्ला सभापति सम्पूर्ण पदाधिकारी सम्पूर्णले चाहिँ यो मन र मस्तिष्कमा घुस्नुपर्छ कि नेपाली कांग्रेस यदि कमजोर हुन्छ भने सभापति पनि कमजोर हुन्छ, सचिव पनि कमजोर हुन्छ, जिल्लाको सदस्य पनि हरेक निकायको व्यक्तिहरू कमजोर हुन्छ। जबसम्म यो पार्टी चाहिँ बलियो हुँदैन भने कसैको भविष्य छैन। त्यो कुरो पनि चाहिँ त्यो पनि सद्बुद्धि हाम्रो जुन पार्टीको नेतृत्व गर्दै हुनुहुन्छ पार्टी सभापतिको चाहिँ मन मस्तिष्कमा आओस्। हाम्रो यही चाहिँ छिनमस्तासँग एकदम कामना छ कि म पटक पटक कामना गर्दैछु पार्टीको हितको लागि, पार्टीको चाहिँ अहितको लागि हामी गर्दैन। यदि पार्टी चाहिँ बलियो हुन्छ भने मैले पनि भोलि केही पाउन सक्छु। कसैको इच्छा होला कि म वार्ड सदस्य बन्छु, कसैको हुन्छ वार्ड अध्यक्ष बन्छु, कसैको हुन्छ म चाहिँ गाउँपालिकाको अध्यक्ष बन्छु, कसैको उपाध्यक्ष बन्ने हुन्छ, कसैको मेयर बन्ने हुन्छ, कसैको उपमेयर बन्ने हुन्छ, कसैको प्रदेशको अध्यक्ष बन्ने हुन्छ, कसैको मान्य बन्ने हुन्छ। यो सम्पूर्ण इच्छा शक्ति मात्र चाहिँ आउँछ जब हाम्रो पार्टी चाहिँ
सबैको पुरा हुन्छ यो सम्पूर्ण इच्छा शक्ति जब हाम्रो पार्टी एक ढिका भएर हाम्रो मन मस्तिष्क एक भएर यदि अगाडि बढ्छ भने मात्र सबैको इच्छा परिपूर्ति हुन्छ।